जापानिज लर्निङ विथ श्रीमा चाहिँ हजुरहरूलाई स्वागत छ। हिजो चाहिँ हामीले चाहिँ पार्ट 1मा चाहिँ लेसन 10को चाहिँ मिनिङहरूलाई चाहिँ छलफल गऱ्यौँ होइन। एकदमै सजिलो तरिकामा चाहिँ होइन। युट्युबको चाहिँ ब्रह्माण्डमा चाहिँ कसैले नसिकाएको जसरी चाहिँ मैले हजुरलाई चाहिँ सिकाएको छु। हिजोको भिडियो जसले हेर्छ त्यसको माइन्डमा चाहिँ प्रिन्ट भएर बस्छ। हेर्नु साथीहरू, त्यसैले चाहिँ अब लेसन 11को मिनिङहरू स्टार्ट गर्न गइरहेका छौँ होइन। अब चाहिँ मेरो चाहिँ हातमा चाहिँ एउटा स्ट्यान्डको अभाव छ होइन। स्ट्यान्ड चाहिँ व्यवस्था गर्दै गरौँला होइन। हामीले चाहिँ अहिले चाहिँ सिक्ने कुरा चाहिँ महत्त्वपूर्ण हो के। ज्ञान र सिप हुने मान्छेले चाहिँ जीवनमा चाहिँ कहिल्यै पनि दुःख पाउँदैन भन्ने चाहिँ एउटा मन्त्रलाई चाहिँ अघि सारेर चाहिँ मैले चाहिँ मिनिङ पढाउन गइरहेको छु साथीहरू। हजुर ध्यान दिएर पढिदिनु होला। यो चाहिँ सरर सुन्नु होला, काम गर्दा नि सुन्नु होला अथवा केही गर्दा नि सुन्नु होला होइन। यो सुनेपछि चाहिँ तपाईँको चाहिँ माइन्डमा चाहिँ एउटा चाहिँ यस्तो हुँदो रहेछ है, भाषा भन्ने कुरो चाहिँ एउटा ज्ञान हुन्छ कि साथीहरू। त्यही भएर चाहिँ लेसन 1को मिनिङहरू चाहिँ स्टार्ट गरौँ अब है। यहाँ छ साथीहरू इमास। इमास भनेको चाहिँ लेसन 11मा आइसकेपछि चाहिँ इमास भन्नेको मिनिङ चाहिँ बच्चा जन्माउनु हुन्छ साथीहरू। अब चाहिँ कोदो मोगा इमास भनेको चाहिँ बच्चा जन्माउनु है त। कोदो मोगा इमास भनेको जन्माउनु। कोदो मोगा इमास भनेको चाहिँ बच्चा जन्माउनु हो साथीहरू है। अनि चाहिँ निहोन्नी भनेको चाहिँ निहोन भनेको चाहिँ जापान भयो। नि भनेको चाहिँ मा भयो नि त। केमा भन्दा चाहिँ जापानमा बस्नु भयो क्या साथीहरू। हेर्नु त, केमा भन्दा चाहिँ जापानमा बस्नु भयो। निहोन्नी इमास भनेको चाहिँ जापानमा बस्नु भनेको है साथीहरू। अनि खाखारी मास भनेको चाहिँ खाखारी मास खाखारी मास भनेको चाहिँ खा कति खान्छस् खा ऋणमा छस् तैँले मासिन्छस् भनेको। अनि के भयो अरे मासिन्छ भन्दा चाहिँ समय दियो भने चाहिँ मासिन्छ नि त। त्यो चाहिँ खाखारी मास भनेको चाहिँ खाखारी मास भनेको कति खानियोस् खा ऋणमा छस् त मासिन्छस्। क्यारे मासिन्छ समय दियो भने चाहिँ त मासिन्छस् भनेको क्या। खाखारी मास भनेको चाहिँ समय दिनु है त साथीहरू। यासुमिमास भनेको छुट्टी लिनु। यासुमिमास याहु गर्ने चाहिँ हप्तामा चाहिँ एक दिन चाहिँ टेक्वान्डो कराते खेल्ने मान्छे याहु गर्छ नि। सुमिमास भनेको चाहिँ सुमिमासेन भने जस्तै के सुमिमास। यासुमिमास भनेको चाहिँ छुट्टी लिनु भन्छ क्या। यासुमिमास छुट्टी दिएन भने म याहु गर्छु अनि तसँग छुट्टी लिन्छु भन्छ नि, त्यस्तै के साथीहरू। यासुमिमास भनेको चाहिँ छुट्टी लिनु है त साथीहरू। यासुमिमास भनेको चाहिँ छुट्टी लिनु है। अनि चाहिँ खाइस्याओ यासुमिमास भनेको चाहिँ कम्पनीको छुट्टी लिनु। अब चाहिँ कम्पनीमा छुट्टी लिनु छ भने चाहिँ खाइस्याओ यासुमिमास भनेको चाहिँ कम्पनीमा छुट्टी लिन्छु भन्छ भन्यो है त यसले है त साथीहरू। अनि चाहिँ हामीले चाहिँ यहाँ छ कुनै पनि वस्तुहरू होइन चाहिँ कुनै पनि थिङ्सहरू काउन्ट गर्दा चाहिँ हामीले चाहिँ के प्रयोग गरिन्छ भन्ने कुरा चाहिँ छ साथीहरू। हितो भनेको मान्छे हो। चु भनेको चुच्चो राख्थेन क्या साथीहरू। हो यो चुच्चो हो नि त, यो चुच्चोलाई राख्थेन। हितो चु भनेको एकवटा भन्दा के। फु गरेपछि उठ्छ नि त त्यो। अब एउटालाई चाहिँ हितोचु भनेको यो एउटा मान्छे हितोरी भनेको चाहिँ एकजना हो। त्यसरी चाहिँ हितोचु भनेको चाहिँ एकवटा भयो क्या। अब फुताचु भनेको फु गरेर उडाइदिन्छु त अब ताचुलाई भनेको के। अब फुताचु भनेको चाहिँ 2वटा भयो। अनि मिच्चु भनेको चाहिँ 3वटा भयो साथीहरू होइन। योच्चु भनेको चाहिँ 4वटा भयो। अनि इचुचु भनेको चाहिँ 5वटा भयो होइन साथीहरू। अनि मुच्चु भनेको चाहिँ 6वटा भयो। अनि नानाचु भनेको चाहिँ नाना दिनुहोस्, मलाई नाना चाहियो भन्छ नि बच्चाहरूले। प्यारा एकदमै ज्ञानी बच्चाहरूले चाहिँ नाना मम्मु नाना भन्छन्। अनि के भन्दा चाहिँ चु अनि ची अनि चु आयो चु मानु नाना चाहियो नाना भन्छ नि, त्यस्तै चाहिँ। अब नानाचु भनेको चाहिँ 7वटा भयो साथीहरू है त। नानाचु भनेको 7वटा भयो साथीहरू। अनि चाहिँ याच्चु भनेको चाहिँ 8वटा भन्नु पऱ्यो क्या। अब याच्चु बोरुपेन ओ कुदासाई भनेको चाहिँ 8वटा बोरुपेन दिनुहोस् भनेको चाहिँ पेन दिनुहोस् भनेको के। याच्चु भनेको चाहिँ 8वटा भयो साथीहरू। कोकोनोच्चु भनेको चाहिँ 9वटा भयो साथीहरू है। कोकोनोच्चु भनेको कोकोनट भनिन्छ नि, जस्तै चाहिँ कोकोनट 9वटा दिनुहोस् भने जस्तै के कोकोनोच्चु भनेको।
तो ओ भनेको चाहिँ 10वटा है त साथीहरू। तो ओ भनेको चाहिँ 7वटा भयो। तो ओ भनेको साथीहरू 10वटा भयो होइन त। इकुचु भनेको चाहिँ कतिवटा भन्ने साथीहरू। इकुच्चु भनेको चाहिँ कुच्चिम हा भन्छस् नि, कुच्चिम हा भन्छ कुचु। कुचु भनेको चाहिँ कुच्चिम खा भन्छ नि, त्यस्तै चाहिँ कतिवटा खा भन्दा चाहिँ 3वटा खा भन्नु पऱ्यो। इकुचु भनेको चाहिँ कतिवटा है त साथीहरू। हितोरी भनेको चाहिँ एउटा व्यक्ति अथवा एकजना भन्ने हो साथीहरू होइन। अनि फुतारी भनेको चाहिँ 2वटा व्यक्ति अथवा 2जना भयो होइन। अनि चाहिँ निन भनेको चाहिँ जना भन्छ क्या। निन भनेको जना मानिस भनेको जस्तै तिनीहरू के पिपुल भन्छ नि त। निन भनेको चाहिँ मानिस भयो। दाई भनेको चाहिँ कुनै पनि इलेक्ट्रोनिक डिभाइसहरू यन्त्रहरू गर्नका लागि प्रयोग गर्ने, जस्तै विभिन्न प्रकारका चाहिँ मेसिनहरू, साइकलहरू होइन, कारहरू गर्नको लागि चाहिँ हामीले चाहिँ दाइको प्रयोग लाउँछ। भन्छ माई भनेको चाहिँ पातलो विभिन्न प्रकारका किताबका पान्नाहरू होइन, कागजका बाट छापेका विभिन्न प्रकारका पातुला चिजहरूलाई चाहिँ हामीले चाहिँ माईले गर्छौँ साथीहरू है। अनि खाई भनेको चाहिँ के भन्दा चाहिँ समय के। समय खाई भनेको चाहिँ समय के। खाई भन्दा चाहिँ समय खाई भन्नु पऱ्यो क्या साथीहरू हामीले। अब कुनै मेरो चाहिँ एउटा चाहिँ केटीसँग बोलेको थिएँ होइन। बोल्दाखेरि चाहिँ त्यसले पहिला चाहिँ समय खाई भनेको चाहिँ समय रहेछ साथीहरू है त। खाई भनेको समय रहेछ। अनि चाहिँ रिङ्गो स्याउ पनि खाइदियो केटीले। हेर्नु त, तपाईँसँग कुनै एउटा केटीसँग बोल्नुभयो, त्यसले तपाईँको समय खाई, तपाईँको रिङ्गो भनेको स्याउ पनि खाई होइन। अनि मिखान भनेको चाहिँ स्याउ पनि खाई। अनि यो सबै खानेको लागि के चाहियो भन्दा ओखाने चाहियो के। ओखाने भनेको चाहिँ पैसाले चाहिँ सबै कुरा आयो। रिङ्गो पनि आयो, मिखान पनि आयो होइन। अनि स्यान्डविच भनेको चाहिँ स्यान्डविच पनि खाइन्छ त्यसले। अनि खारे अथवा राइसु पनि खाइन्छ त्यसले। हेर त, ओखानेले गर्दा चाहिँ ओखाने पैसाले के खाइन्छ हेर्नु त साथीहरू। अनि चाहिँ आइसक्रिम पनि खाइन्छ हेर्नु त, आइसक्रिम पनि खाइन्छ। अनि चाहिँ त्यो खाएर मात्रै भन त्यो केटीलाई। हेर त, कित्ते यसले चाहिँ डाक टिकट भनेको हुलाक टिकटमा पनि चिठी पठाइछ होइन। यो केटाले मलाई यो खान दियो तर मलाई माया गरेन भनेर के साथीहरू। त कित्ते हुलाक टिकटमा गएर नि त्यसले उजुरी दिइसकिन्छ के। त्यो नभएर चाहिँ हुलाक टिकटमा जानुभन्दा अगाडि चाहिँ होगाकी भनेको हेर्नु त साथीहरू। होगाकी भनेको पोस्टकार्डमा पनि गएर चाहिँ त्यसले चाहिँ उजुरी दिन्छ। अनि चाहिँ फुतौ भनेको त्यति पनि भन त्यो केटीलाई। हेर्नु त साथीहरू, कति क्रूर हो त्यो केटी। हेर्नु त, अलि मानवता भन्ने नि छैन। अनि फुतौ भनेको चाहिँ खाममा पनि गएर हेर्नु त साथीहरू, के गर्ने मानिसको चोला। फुतौ भनेको खाम पनि पठाइन्छ हेर्नु त। फुतौ भनेको चाहिँ हामीले चाहिँ कित्तेमा गएर चाहिँ हुलाक टिकटमा गएर चाहिँ फुत्त चाहिँ गएर त्यसले चाहिँ खाम फालिन्छ हेर्नु त साथीहरू। फुतौ भनेको खाम भयो हेर्नु त। फुत्तौ भनेको चाहिँ खाम फुत्त गरेर फालिन्छ। अनि चाहिँ सोकुताचु भनेको चाहिँ साथीहरू विशेष उपलब्धता। अनि त्यति भएपछि त्यो केटीलाई चाहिँ कुनै शोक छैन त्यसलाई। सोकु भनेको चाहिँ त्यसलाई कुनै पनि शोक छैन, कुनै पनि ताचुक छैन के, ताचुक साचुक केही छैन। सुकुताचु भनेको छैन त्यसलाई। चाहिँ मैले चाहिँ विशेष उपलब्धता हासिल गरेँ, मैले जितेँ, यो केटालाई चाहिँ मैले यसलाई तल झारेँ जस्तो कुरा गरी। हेर्नु त साथीहरू, सोकुताचु भनेको चाहिँ विशेष उपलब्धता हो साथीहरू। त्यही भएर चाहिँ कसैलाई चाहिँ यस्तो नगर्नु होला। मानवता भनेको सबै एउटै हुन् होइन। सुकुताचु भनेको चाहिँ विशेष उपलब्धता हो साथीहरू होइन। अनि चाहिँ खाकितोमे भनेको चाहिँ त्यसले के भन्यो भन्दा चाहिँ मलाई चाहिँ तिमीले चाहिँ यति धेरै कुरा किनिदियौ, अनि समय दियौ, रिङ्गो स्याउ दियौ, मिखान चिनिया सुन्तला पनि दियौ, स्यान्डविच भनेको चाहिँ स्यान्डविच पनि दियौ, खारे र राइसु पनि दियौ होइन। खारे राइसु भनेको चाहिँ तरकारी करी र चामल पनि दियौ, आइसक्रिम पनि दियौ। कित्ते भनेको चाहिँ हुलाक टिकट पनि दियौ। अनि चाहिँ हागाकी भनेको चाहिँ पोस्टकार्ड पनि दियौ। फुतौ भनेको चाहिँ खाम पनि दियौ। सोकुताचु भनेको चाहिँ विशेष उपलब्धता चाहिँ मैले के दिएँ भन्दा चाहिँ तिमीलाई चाहिँ खाकितोमे भनेको वैधानिक पत्रमा गएर चाहिँ विशेष उपलब्धताको साथमा गएर तिमीलाई मैले मुद्दा हालेँ, तिमीले मलाई चाहिँ माया दिएनौ भन्यो कि यसले। सोकुताचु भनेको चाहिँ विशेष उपलब्धता,
त्यसले चाहिँ गएर चाहिँ मुद्दा हालेपछि चाहिँ मैले विशेष उपलब्धता गरेँ, मैले चाहिँ जितेँ, तिमीलाई जितेँ, तिमीले मलाई समय दियौ, मिखान दियौ, रिङ्गो दियौ, स्यान्डी बिजु दियौ होइन, आइसी कुरुमी दियौ, तिमीले जति दिए पनि मैले कित्ते। अनि चाहिँ हागाकी फुतौ र सोकुताचु र खाकी तोमे लाएर चाहिँ तिमीलाई मैले चाहिँ मुद्दा हालेँ, त्यो भएपछि तिम्रो लाइफ चैट पारिदिएँ मैले भन्न खोजेको क्या। त्यस्तो गर्न हुन्न साथीहरू, हामी मानव भएको नाताले होइन, त्यही भएर चाहिँ त्यस्तो नगरौँ साथीहरू हामी चाहिँ भन्ने हो। अब साथीहरू यो 11 लेसनको मिनिङ सक्नुपर्छ हामीले आज होइन। अब चाहिँ यहाँ छ अब यहाँ साथीहरू रहेछ इआमेरु भनेको चाहिँ हवाई पत्र भनेको चाहिँ इमेल रहेछ के हो भनेको चाहिँ होइन त साथीहरू। इआमेरु भनेको चाहिँ काताकानामा छ, यो चाहिँ जानिहाल्नुहुन्छ होला होइन। अनि चाहिँ कौकुबिन भनेको होइन त साथीहरू, कौकुबिन भनिन्छ होइन त साथीहरू, कौकुबिन अरे यहाँ चाहिँ कौकुबिन अरे, कौकुबिन भने है त। कौकुबिन भनेको नि इमेल रहेछ, मेल रहेछ है साथीहरू। फुनाबिन भनेको चाहिँ समुद्री पत्र रहेछ, फुनाबिन भनेको चाहिँ समुद्री पत्र अरे साथीहरू। फुनाबिन भनेको चाहिँ समुद्री पत्र रहेछ साथीहरू होइन। यो चाहिँ अब यसो फुनाबिन भन्ने सम्झिनु, अरू धेरै टेन्सन लिन पर्दैन है। रेउसिन भनेको चाहिँ आमा बुवा भयो होइन, चाहिँ बुवा आमा भनेको रेउसिन भयो। रेउसिन किन भन्न पऱ्यो भन्दा चाहिँ कुनै चाहिँ सिन भनेको चाहिँ कुनै पनि सिन भयो होइन। रेउ भनेको चाहिँ रेम्बो टाउट भन्छ नि, त्यस्तै चाहिँ रेउ भन्न पऱ्यो क्या। रेउ भनेपछि चाहिँ सिन भनेको चाहिँ सिन भइहाल्यो, एउटा कुनै पनि चाहिँ प्राकृतिक को हुन्छ कि एउटा सिन भनेको चाहिँ एउटा हेर्न लायक दृश्य भन्छ नि, त्यसलाई सिन भन्छ नि। रेउसिन भनेको चाहिँ बुवा आमालाई हेरेपछि चाहिँ केही जाँदैन हामीलाई होइन। बुवा आमा भनेको चाहिँ हाम्रो संसार हो, हाम्रो चाहिँ संसार हो। संसार के हो भन्दा चाहिँ आजबाट चाहिँ रेउसिन हाम्रो संसार हो भन्न पऱ्यो। संसार, बुवा आमा नै मेरो संसार हो। रेउसिन भनेको चाहिँ बुवा आमा हो, बुवा आमा भनेको मेरो संसार हो भन्न पऱ्यो साथीहरू। क्यौ दाई भनेको चाहिँ क्यों भयो भन्दा चाहिँ मेरो क्यौ दाईलाई चाहिँ मेरा क्यौ दाई भनेको चाहिँ को पर्छन् भन्दा चाहिँ क्यौ दाई भन्छ, तर यहाँ चाहिँ दाई छैन, भाइ र बहिनीलाई मात्रै भन्छ होइन त साथीहरू। भन्नेवाला चाहिँ क्यौ दाई भन्ने होइन, क्यौ दाई भने जस्तै हो नि त एउटा क्यौ दाई भन्ने। अनि चाहिँ लेख्दाखेरि चाहिँ किन भाइ बहिनी लेख्ने भनेर घोक्ने क्या हामीले। क्यौ दाई भन्दा त भन्नुभयो, तिन चाहिँ भाइ र बहिनी मात्रै भन्नुभयो मिनिङमा, मलाई यस्तो भन्ने हो मलाई तपाईँले छल गर्नुभयो भन्न पऱ्यो क्या, मलाई ढाट्ने भन्न पऱ्यो। क्यौ दाई भनेको चाहिँ भाइ र बहिनीहरू हुन् भन्न पऱ्यो होइन। आनी भनेको हेर्नु साथीहरू मेरो दिदी जस्तो लाग्छ, तर चाहिँ आनी भनेको चाहिँ मेरो दाई हो साथीहरू। आनी मलाई पानी ल्याउ न भने जस्तो क्या। आनी भनेको चाहिँ मेरो दाई। आनिसान भनेको चाहिँ अरू कसैको दाई हुन्छ है साथीहरू। अनि ओनिसान भनेको चाहिँ अरू कसैको दाई रहेछ साथीहरू होइन त। ओनिसान भनेको चाहिँ अरू कसैको दाई रहेछ साथीहरू होइन त। ओनिसान भनेको चाहिँ अरू कसैको दाई रहेछ, ओनिसान भनेको चाहिँ अरू कसैको दाई रहेछ है। अनि चाहिँ आने भनेको चाहिँ दिदी छ होइन त साथीहरू। आने भनेको चाहिँ दिदी हो है, तपाईँ कन्फ्युज हुनु होला है फेरि होइन त। आने भनेको चाहिँ दिदी हो, अनि चाहिँ ओनी भनेको चाहिँ मेरो दाई हो के। अब चाहिँ हेर्नु त है, आनी भनेको दिदी जस्तो छ नि त, तर यो चाहिँ दाई हो। आनी भनेको चाहिँ मेरो दाई, आने भनेको चाहिँ मेरो दिदी है त। अनि चाहिँ ओन्नेसान भनेको चाहिँ अरू कसैकी दिदी के, कसैकी दिदी। ओन्नेसान भनेको चाहिँ कसैकी दिदी, कसैको दिदीलाई चाहिँ कसैको चाहिँ दाइले चाहिँ लान्छन् नि त बिहा गरेर, त्यही भएर चाहिँ ओन्नेसान ओन्ने भनेको चाहिँ अरूले लाने भएर चाहिँ ओन्ने भनेको के अन्य जस्तै के। ओन्ने भनेको चाहिँ अरूले लाने भएका चाहिँ कसैको दिदीलाई चाहिँ लान्छ नि त अरू केटाले होइन, त्यही भएर चाहिँ ओन्नेसान भनेको चाहिँ कसैकी दिदी भयो।
ओतो उतो भनेको ओतो उतो भनेको ओतो उतो भनेको चाहिँ मेरो भाइ। ओतो उतो ओतो ओतो उतो भनेको मेरो भाइ। यो त आइहाल्छ, ओतो उतो गर्दै भइहाल्यो। ओतो उतो भनेको चाहिँ मेरो भाइ भइहाल्यो होइन। यो त टेन्सनकै कुरै भएन होइन। अनि ओतो उसान भनेको चाहिँ अरू कसैको भाइ भयो। ओतो उतो भनेको चाहिँ हेर्नु त साथी कति सजिलो। ओतो उतो भनेको चाहिँ मेरो भाइ भयो। यसमा चाहिँ सान थपिदियो भने चाहिँ अरू कसैको हुन्छ कि, कसैको भाइ, कसैको बहिनी, कसैको दिदी भन्नु पऱ्यो भने चाहिँ अब त्यसको नामको पछाडि चाहिँ सान थपिदियो हुन्छ। अनि कसैको अब भन्नु पऱ्यो भने चाहिँ सान थपिदिनु होला है त। अनि चाहिँ इमौतो भनेको चाहिँ बहिनी भयो। यो चाहिँ मेरो बहिनी भयो नि त। इमौतो भनेको चाहिँ मेरो बहिनी भयो हेर्नु चाहिँ मेरी बहिनी भयो। अनि चाहिँ इमौतो सान भनेको चाहिँ कसैकी बहिनी। कसैकी बहिनी भन्दा चाहिँ कसै भन्छन् नि, त्यो मासु सासु काट्ने मान्छेलाई कसै भन्छन् होइन। त्यसको बहिनी त होइन साथीहरू। त्यही भएर चाहिँ कसैकी बहिनी, अब कसैको बहिनीलाई चाहिँ कसैको भाइले ओतो सानले बिहे गरेर लान्छ। त्यही भएर चाहिँ साथीहरू आफ्नो समयलाई चाहिँ ख्याल गरेर चाहिँ पढ्नु होला साथीहरू। अनि चाहिँ गाई गाई गोक्कु भनेको चाहिँ विदेशी मुलक हेर्नु त। गाई गोक्कु भनेको विदेशी मुलक। हाम्रो देश नेपालमा चाहिँ गाईलाई हेर्नु त साथीहरू कति पूजा गरेर चाहिँ गौमाता भनेर पूजा गर्छन्। अरूको देशमा चाहिँ त्यसलाई चाहिँ मारेर हत्या गरेर खान्छन् है। त्यही भएर चाहिँ गाई गोक्कु भनेको चाहिँ विदेशी मुलुकमा चाहिँ गाईलाई गोक्कु गर्छन् अथवा कोक्कु गर्छन्। गाई कोक्कु भनेको चाहिँ विदेशी मुलुक हो। गाई कोक्कु भनेको चाहिँ विदेशी मुलुक हो। विदेशमा चाहिँ गाईको सम्मान छैन होइन। हामी चाहिँ अरूको प्राण हत्या गरेर खानुहुन्न होइन। त्यही भएर चाहिँ गाई कोक्कु भनेको चाहिँ विदेशी मुलुक हो। त्यो मुलुकमा चाहिँ हामी जानुपर्ने बाध्यता भएर जानियो, नत्र हामी जान्न आवश्यक छैन। आफ्नो देशमा चाहिँ बसेर खानियो होइन। गाई कोक्कु भनेको चाहिँ विदेशी मुलुक हो होइन। अनि जिखान, जिखान भनेको चाहिँ घन्टा हो साथीहरू। अब कति घन्टा भयो, 1 घन्टा 2 घन्टा, इची जिखान, नि जिखान, सान जिखान भने जस्तै साथीहरू। जिखान भनेको चाहिँ घन्टा हो। के खान भन्दा चाहिँ जिखान भन्नु पऱ्यो। अनि चाहिँ सिउखान, सिउखान भनेको हप्ता, सिउ, सिउखान भनेको चाहिँ हप्ता साथीहरू। सिउ, सिउखान, खान भनेको त खान भइहाल्यो। सिउ, के खान भन्दा चाहिँ सिउ खान, हप्तामा म चाहिँ एउटा सिउ खान्छु। सिउ भनेको चाहिँ स्याउ खान्छु भनेको के साथीहरू। स्याउ खान्छु भनेको सिउ खान भनेको चाहिँ हप्ता हो साथीहरू है। अनि खागेचु, खागेचु भनेको चाहिँ महिना। अब इक खागेचु, निक खागेचु, सान खागेचु भन्छ साथीहरू। यो चाहिँ होइन काउन्टिङ तपाईँहरूलाई पढाउँला बिस्तारै है। अनि यो खागेचु भनेको चाहिँ महिनाहरू हो साथीहरू है। खागेचु भनेको चाहिँ महिना हो। यसमा चाहिँ महिनाहरू चाहिँ अब 12वटा महिना छन् होइन। यो त आइहाल्छ हजुरहरूलाई। खागेचु भनेको चाहिँ महिना हो है। अब महिनाहरू बिस्तारै जान्नुहुन्छ। मन्थ भन्छ यसलाई चाहिँ इङ्ग्लिसमा होइन। अनि चाहिँ नेन भनेको चाहिँ वर्ष। नेन, नयाँ रङहरूसँगै नयाँ नेनहरू पनि आए गए भन्छन् के। नेन भनेको चाहिँ वर्ष हो। हाम्रा चाहिँ वर्षहरू चाहिँ आउँछन् जान्छन्, तर चाहिँ वर्षसँग परिवर्तन हुन सिक्नु साथीहरू है। अनि गुराई, गुराई भनेको चाहिँ बारेमा सम्बन्धमा लगभग भनेको चाहिँ लगभग भन्ने खाले यस्तो हो कि, बारे सम्बन्धमा भन्ने हो कि चाहिँ। गुराई भनेको चाहिँ लगभग भन्ने जस्तो, बारे सम्बन्धमा भने जस्तो के। गुराई, 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 गुहार गुहार गर्छन् नि त्यस्तै चाहिँ। गुराई भनेको चाहिँ बारेमा लगभग होइन, चाहिँ लगभग भने जस्तो के। अनि दोनो गुराई भनेको चाहिँ कति लामो समय भनेको चाहिँ। अब दोनो गुराई भनेको चाहिँ, दोनो गुराई भनेको चाहिँ मलाई चाहिँ लामो समयसम्म चाहिँ गुहार पाइनँ मैले होइन। चाहिँ कुनै अप्ठ्यारोमा परे त्यही मेरो आफन्तले हेरेन भने जस्तो क्या। जस्तै चाहिँ गुहार पाइनँ मैले चाहिँ, त्यसबाट चाहिँ सुरक्षा पाइनँ भनेको। दोनो गुराई भनेको चाहिँ, दोनो गुराई भनेको दुईचोटि नै मैले गुहार पाइनँ भनेको क्या। दोनो गुराई, दोनो गुराई भनेको चाहिँ कति लामो समय भनेको के। दोनो गुराई भनेको कति लामो समय भनेको। अनि जेनबुदे, जेनबुदे भनेको चाहिँ जम्मा टोटल भन्दो रहेछ साथीहरू। नि त जेनबुदे, जेन 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 भनेको चाहिँ कति पनि भन्छ के। जेन जेन भनेको चाहिँ कति पनि भन्ने हुन्छ मिनिङ होइन। अनि चाहिँ जेनबुदे भनेको चाहिँ जम्मा, जम्मा, जम्मा एक महिनामा कति ओखाने जम्मा गर्छस् भन्दा चाहिँ जेनबुदे भनेको जम्मा, जम्मा त्यति पैसा जम्मा हार्छस् तैँले, ओखाने जम्मा हार्छस् भनेको जम्मा भनेको कि साथीहरू। मिन्ना, मिन्ना भनेको चाहिँ मेरो चाहिँ सबै थोक। अहिले चाहिँ अहिलेको जमानामा चाहिँ माया प्रीतिमा चाहिँ मेरा सबै थोक मेरो प्रिय भन्छन् नि त। अब चाहिँ तपाईँले चाहिँ कसैलाई चाहिँ अब
माया गर्नुहुन्छ अब त्यसले चाहिँ अब रोमनमा नेपालीमा पठाएर बुझिहाल्छ। अब मिन्ना भनिदिनु क्या तपाईँले, मिन्ना भनेको चाहिँ सबै थोक मेरो चाहिँ सबै थोक हो, तिमी मेरो प्राण हो भन्नु पऱ्यो कि कसैलाई भने चाहिँ मिन्ना भन्नु पऱ्यो क्या। अनि दाके, अनि मलाई चाहिँ सबै थोक मात्रै भनियो तिमीले, दाके पनि भन्दैनौ, त्यति मात्रै भन्यौ तिमीले मलाई, मिन्ना मात्रै भन्यौ अरू केही भन्दैनौ, दाके त्यति मात्र भन्छौ तिमीले मलाई भन्नु पऱ्यो, भन्छ नि त अरूहरूले। होइन तपाईँलाई मैले त्यति मात्रै भन्छु र मैले त्यति मात्रै भन्छु मैले, इरास्याई मासे भन्छु मैले हजुरलाई। इरास्याई मासे भनेको चाहिँ केमा तपाईँलाई सहयोग गर्न सक्छु भन्ने क्या। अब चाहिँ जेनबुदे भनेको जम्मा मात्रै भन्छु तपाईँलाई मैले, मलाई जम्मा मात्रै भन्ने तिमीले। होइन म दाके पनि भन्छु, मात्र पनि भन्छु तपाईँलाई मैले। के भन्छु भन्दा चाहिँ इरास्याई मासे भन्छु, के म तपाईँलाई सहयोग गर्न सक्छु भन्नु पऱ्यो। अनि अथवा पसलमा ग्राहक अथवा पाहुनालाई प्रवेश गर्दा चाहिँ हामीले अभिवादन गरिन्छ नि त, इरास्याई मासे, इरास्याई मासे, इरास्याई मासे मिन्नासान भन्नु पऱ्यो। सबैजनालाई चाहिँ पसलमा छिर्दा चाहिँ इरास्याई मासे मिन्नासान दिनु पऱ्यो क्या हामीले साथीहरू। अनि ओ तेन्की देश ने भनेको चाहिँ राम्रो मौसम हो र भनेको, ओ तेन्की देश ने भनेको चाहिँ ओ राम्रो मौसम हो र भन्नु पऱ्यो। भनेको चाहिँ भनेको चाहिँ ओ तेन्की देश ने भनेको चाहिँ, तेन्की भनेको चाहिँ मौसम हो साथीहरू होइन, देश ने भनेको चाहिँ हो र भनेको क्या। तेन्की देश ने भनेको चाहिँ राम्रो मौसम हो र भनेको। अनि ओ देखाके देशका भनेको चाहिँ, ओ देखाके देशका भनेको के तपाईँ बाहिर गइरहनु भएको छ भन्छ। ओ देखाके देखिमास भनेको चाहिँ बाहिर निस्किनु भन्ने हुन्छ कि साथीहरू। ओ देखिमास, ओ देखाके देशका भनेको चाहिँ के तपाईँ बाहिर गइरहनु भएको छ भन्छ के। ओ देखाके देशका भनेको के तपाईँ बाहिर गइरहनु भएको छ भन्छ। अब च्योत्तो माते भन्छ, अथवा च्योत्तो माते अथवा च्योत्तो मादे भन्छ, म भर्खरै गएको छु भन्छ। च्योत्तो मादे, म त भर्खरै गएको नि, च्योत्तो मादे भन्छ क्या साथीहरू। हेर्नु त साथीहरू, च्योत्तो मादे भनेको चाहिँ म चाहिँ भर्खरै गएको छु भन्ने क्या साथीहरू है। अनि इराइस्याई भनेको चाहिँ यति लामो गएर आऊ भनेको, इराइस्याई भनेको चाहिँ यति लामो गएर आऊ भनेको। इत्ते भनेको इचिरित्ते निमिमिन्दे गिदे सिते इदे, यो पढ्नुभएको भने चाहिँ लेसन 14 मा पढिन्छ साथीहरू होइन। चाहिँ यो चाहिँ इकिमासको चाहिँ इत्ते आएको चाहिँ, भनेको चाहिँ इत्ते भनेको चाहिँ गएर भन्ने हुन्छ क्या साथीहरू। इत्ते इरास्याई भनेको चाहिँ यति लामो गएर आऊ भन्न खोजेको के। अनि चाहिँ यहाँ पनि छ इत्ते भनेको चाहिँ गएर भन्ने हो। इत्ते अनि मारिमास भनेको चाहिँ यति लामो म गएर फर्किरहेको छु भन्छ। अब चाहिँ इत्ते मारिमास भनेको चाहिँ माइरिमास भन्छ रहेछ अझै। इत्ते माइरिमास भनेको यति लामो म गएर फर्किरहेको छु भन्नु पऱ्यो क्या साथीहरू। सोरे खारा भनेको चाहिँ त्यसपछि अरू थप भन्न खोजेको क्या। सोरे खारा अब चाहिँ गाक्को सोरे खारा उचिए खाइरिमास भनेको चाहिँ स्कुल गएपछि घर फर्किन्छु भन्नु खोजेको क्या। अब त्यस्तो साथीहरू। सोरे खारा भनेको त्यसपछि हान्नु खोजेको जस्तै चाहिँ र अरू थप भन्नु खोजेको कुनै वाक्य जोड्न पऱ्यो भने के। होसुतोरारिया भनेको चाहिँ ओसुतोरारिया अथवा होसुतोरारिया भनेको चाहिँ अस्ट्रेलिया भन्छ क्या, अस्ट्रेलिया। हामी चाहिँ अब साथीहरू चाहिँ अब केही मेरा चाहिँ कमी कमजोरी भयो भने चाहिँ मलाई चाहिँ क्षमा गरिदिनुहोस्, मैले सुधार गर्दै लानेछु होइन। चाहिँ लेसन 11 को चाहिँ मिनिङहरू सकियो, केही बुझ्नु भएको छ भने चाहिँ कमेन्ट गर्नुहोला। म चाहिँ हजुरलाई चाहिँ सकेसम्म चाहिँ रिप्लाई दिने कोसिस गर्दछु। अन्त्यसम्म हेरिदिनु भएकोमा धन्यवाद। अनि अर्को लेसन 12 को मिनिङमा भेटौँला। हस्त धन्यवाद। थ्याङ्क यू सो मच।